नर्स अलिकति छिटो गरिदिनुस् न, मलाई हतार छ। डाक्टर बिजी हुनुहुन्छ, अलिकति ढिलो हुन्छ। तपाईँ अलिकति छिटो गर्ने प्रयास हुन्छ, गर्नुहोस्। पर्खिनुहोस्। डाक्टर के भयो? म अलिकति बिजी छु, तपाईँ आधी घन्टा पर्खिनुहोस्, म आइहालेँ। होइन डाक्टर, मलाई धेरै हतार छ। तपाईँ अगाडि मलाई हेरिदिनुहोस्। खतमको हात दिनुहोस्। लामो सास लिनु। तपाईँको हेल्थ त ठिकै छ? दबाई लिनु हुँदैछ नि तपाईँ? हजुर लिँदैछु। अनि चिनी कम्ती गर्नुभयो होला नि? हजुर। नर्स, एउटा ब्यान्डेज लिएर आऊ। तपाईँ छिटो गरिदिनुहोस् न, मलाई पुग्नु छ। हुन्छ हुन्छ हुन्छ। तपाईँलाई यति हतार? कुनै डक्टरसित तपाईँको अपोइन्टमेन्ट छ? छैन छैन, म नर्सिङ होम पुग्नु छ मेरो श्रीमतीसँग ब्रेकफास्ट गर्नको लागि। नर्सिङ होममा ब्रेकफास्ट? हजुर हजुर। किन, के भयो तपाईँको वाइफलाई? मेरो वाइफलाई एल्जाइमर डिजिज रोग छ। ओह, आइम सरी। एउटा कुरा सोध्नु, तपाईँ नरिसाउनु होला। तपाईँ अलिकति ढिलो पुग्नुभयो भने तपाईँको वाइफ तपाईँसित रिसाउनुहुन्छ वा तपाईँको केही चिन्ता गर्नुहुन्छ? यही त दुःख छ कि न ऊ मसँग रिसाउँछिन् न उनी मलाई चिन्छिन्। यो पापी एल्जाइमर डिजिजले गर्दाखेरि विगत 5 वर्षदेखि म हरेक बिहान यही आशामा उनीसँग ब्रेकफास्ट गर्न जान्छु कि कुनै त दिन यस्तो आउँछ जहाँ उनले मलाई चिन्छिन् कि म नै उनको श्रीमान हो भनेर। तर 5 वर्ष प्रत्येक बिहान तपाईँ उनीसित ब्रेकफास्ट गर्नुहुन्छ, जबकि उनलाई केही यादै छैन। किन? किनकि म उनलाई धेरै माया गर्छु। र के भयो त उनले मलाई नचिनेको पनि म त उनलाई चिन्छु नि, म त उनलाई चिन्छु नि, म त उनलाई चिन्छु नि।